हाय 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 हामी कहाँ जान आँटेको ब्रुम जान आँटेको नि घरमा। हेलो सम्पूर्णमा नमस्ते। हामी चाहिँ घर जान आँटेको अचानक एकदम किन भन्दाखेरि चाहिँ छोरीको बर्थडे मनाउनलाई हामी चाहिँ म चाहिँ नुहाइ धुवाइ गरेर एकदम रेडी भइसकेको छु। अलिअलि रेडी भएर बसिसकेको छन्। यता छोरी पनि लगभग रेडी होइन। हेलो हेलो रेडी भयो? रेडी भयो हामी निस्किम पनि। हामी चाहिँ एकदम रेडी भएर निस्किसक्यौँ है एकदम लगेज लिएर। अरू छोरी चाहिँ उहाँ हामीहरू चाहिँ निस्केर आएर यहाँ बेलतला चारालीमा बसिरहेछौँ। यता हेर्न सक्नुहुन्छ है यो चाहिँ बखिष्ट चाराली हो। हामीहरू जाने यता हामी चाहिँ गाडीमा बसिसकेको छ। आज फेरि कार भेट्यो है। हेलो हेलो यतै हेलो भन्देऊ हेलो भन्नु हाय भन्नु। अहिले चाहिँ हामी खानापाडामा छौँ। अब खानापाडादेखि चाहिँ कतिखेर निस्किने हो मान्छे खोज्दैछ। अब 2-4 जना भेट्यो भने चाहिँ अनि निस्किन्छ होला। हामीहरू चाहिँ निस्क्यौँ है अब यहाँबाट। हामीहरू चाहिँ फाइनली खानापाडाबाट निस्किसकेको छौँ र हेर्दै गर्नुहोस् हामी चाहिँ घर जाँदैछौँ छोरीको बर्थडे सेलिब्रेसन गर्न। छोरी एकदम फुर्तीमा छिन्। हामीहरू चाहिँ अहिले आएर जोडाबाटमा बसिरहेको छु। हेर्न सक्नुहुन्छ है जोडाबाट आइपुगेको छ। यहाँ पनि रोकेको छ एकछिन पेसेन्जर भेटिन्छ कि भनेर। यो चाहिँ हो तपाईँको जोराबाट। हेर्न सक्नुहुन्छ। यता छोरी के खायो पानी? हेलो हेलो भनिदेऊ। हाय जुनु के भन्छौ? के पनि भन्दैनौ? बाई भन्छ। जुनु फर्स्ट टाइम तेजपुर जाँदैछन्। चाहिँ यहाँ हेरौँ न एकदम फुर्तीमा छैन है आजै डुल्न पाएर होला धेरै दिनमा। के हो निस्किने हो यहाँबाट? निस्किने निस्किने यहाँबाट? ला ठोक निकालेन है पुसिदेऊ त। के भन्न चाहन्छौ के भनेर चुप लाएर बसिरहेको छु? मलाई त बसी बसी जुनलाई के भयो? निन्द्रा लाग्यो टाउको के भन्नु त्यो भन्दा छोरीका हामीहरू चाहिँ जागिरोड पुग्न आँट्यौँ है। हामीहरू चाहिँ जागिरोड आइपुग्यौँ। हेर्न सक्नुहुन्छ यो चाहिँ जागिरोड हो। देख्नुभयो तपाईहरुले यो जागिरोडमा टाटाको सेमी कन्डक्टरको काम चल्दैछ यता र यता पनि देख्न सक्नुहुन्छ। यता टाटाको सेमी कन्डक्टरको काम चल्दैछ यहाँ।
देख्नुभयो होला नि एकदम ठुलो छ बहुत ठुलो एरियामा बन्दैछ आउँदा यहाँ रोहाको टोल गेट आइपुग्यो यो चाहिँ तपाईँको रोहाको टोल गेट हो यहाँबाट तपाईँको तेजपुर पुग्न अझै धर्नु 1.5 घन्टा हामीहरू चाहिँ रोहा पार भयौँ र अब तेजपुर पुग्न चाहिँ तपाईँको 1.5 घन्टा जति लाग्छ र हामी घर पुग्न चाहिँ अझै तपाईँको लाग्छ होला 2.5 घन्टा नै र हेर्नुहोस् यता हामी जाँदैछौँ हेर्नुहोस् नजारा पानी नपरेर गसभरि चाहिँ सब धुलै धुलो मात्रै छ सबैतिर फेरि पानी पऱ्यो भने चाहिँ राम्रो अलिक हरियो हरियो देखिन्छ होला मौसम चाहिँ नगाउँ गइन्छ यताको यो बाटोबाट बाइपास नगाउँ बाइपास भन्न जान्छ यसलाई चाहिँ र हेर्नुहोस् हामी चाहिँ यता सिधै जाने र हामी चाहिँ नगाउँ पनि पार भयौँ र नगाउँ पार भएर जाँदैछौँ अब अगाडि आमनी भोल्युम देख्छु पुरा लु नाची नाची लु उता यहाँ मनीमा आएर रोकिरहेछौँ यसो चिया खानलाई होटेल न्यू राजकमल यो चाहिँ ठाउँ आमनी हो हेर्नुहोस् के होइन त यो नीलकण्ठ होटेलको एकदम नयाँ नयाँ भर्खर ओपनिङ भएको एकदम बढिया छ यो चाहिँ हेर्नुहोस् बाथरुमहरू एकदम साफ सफाइ बढिया छ चाहिँ अहिले चिया खाँदैछौँ के भन्न चाहन्छौ कि जुनुकै मिठाई मिठो रहन्छ मिठाई मिठाई त हुन्छ नि त म चाहिँ सिङ्गडा र चिया उनीहरू चाहिँ सिङ्गडा र मिठाई हेर्नुहोस् होटेल नयाँ नयाँ भर्खर खोलेको नयाँ छ राम्रो छ साफ सफाइ चट्टसँग ल हामी पनि चिया खाएर निस्क्यौँ अब आमनी होटेल न्यू राजकमलबाट अब ढोलाइबिल भन्ने ठाउँ त पुग्न चाहिँ यहाँबाट अरू 1 घन्टा लाग्छ होला यहाँ माही ट्रेभल्स विश्वनाथ चाराली जान्छ आएर बसिरहेछ हामीहरू चाहिँ कलियाबाट आइपुग्यौँ यो मेन रोड यता सिधै जानुभयो भने चाहिँ सिधै जानुभयो भने चाहिँ जोरहाट तिनसुकिया डिब्रुगढ र यता चाहिँ हाम्रो तेजपुर ल हेर्नुहोस् हामी कलिया भुमरा ब्रिज आइपुग्यो र अब चाहिँ तेजपुर आइपुग्यो बेसी छैन यहाँबाट 7-8 किलोमिटर होला उता हेर्नुहोस् कलिया भुमरा अर्को ब्रिज उता जाने ब्रिज हो यता आउने दुईवटा ब्रिज छ हेर्नुहोस् ब्रह्मपुत्र
र अँधेरो पनि भयो। अब चाहिँ तपाईँको टाइम भयो 5:30, केही देखिँदैन पनि। र आजको ब्लग चाहिँ सकौँ। यता यिनीहरू बसिरहेछ नि, केही देखिँदैन। तर हेलो, अँधेरो भयो, केही देखिँदैन। र आजको ब्लग चाहिँ सक्ने हो। हजुरहरू ब्लग हेरेर भन्नुहोस् कस्तो लाग्यो, के लाग्यो। यसो मैले पनि बनाइदिन थालिदिएको। अब माया दया गर्दो रहेछ, हेरिदिनुहोस्। यसो अलिकति भिडियोलाई माया गरिदिनु होला। ल हुन्छ त, बाई बाई, फेरि भेटौँला छोरीको बर्थडेमा।